स्पेसल दिनमा आफैले विश गर त आज भन त ल आज मेरो जन्मदिनमा मलाई आशीर्वाद दिन आउनुभएको सबै मान्यजनहरूलाई म हार्दिक नमस्कार गर्दछु। सबैको आशीर्वाद पाएर म राम्रो हुन धेरै पढ्न र मेरो भविष्य उज्जवल गराउन सफल हुनेछु। यहाँको आशीर्वादहरूले यहाँको आशीर्वादले यहाँहरूको आशीर्वादले अहिले भन्नुहुन्छ है ओके। नमस्ते। आज कसको बर्थडे? कृतज्ञको होइन को त कृतज्ञ को भाइ? मामाको छोरा भाइ है। अनि आज उनीहरूलाई आशीर्वाद दियो अहिले दिनुपर्छ है होइन धेरै पढ्नु ज्ञानी बन्नु है। यहाँ आएको आमालाई मागेको मलाई नै चिनेको आमाको छोरी तिम्रो आमाको बहिनी तिम्रो आमाको बहिनी हो अहिले आशीर्वाद दिनु है। आज कसको बर्थडे गर्न आए अरे? कृतज्ञको को कृतज्ञ अहिले धेरै आशीर्वाद दिनुहुन्छ नि त कृतज्ञ है धेरै पनि राम्रो पनि है ओके। कसको? किस्मत त आफ्नो मित हो नि मित भाइको है मित भाइलाई मित भाइलाई धेरै धेरै आशीर्वाद दिनुपर्छ। धेरै पढ्ने ज्ञानी बन्नु मेरो नि उसलाई दिएको आशीर्वाद आफूलाई पनि लाग्छ है तिम्रो नाम चाहिँ पर्निस के अरे है अब त्यो किस्मत भन्ने होइन नि मितजुको मित भाइ भयो कृतज्ञ छ मित भाइ है। ल आमालाई आशीर्वाद उनीहरू माया गर माया गर्नु दिदी आज दादाको बर्थडे भाइको पनि बर्थडे भनेर क्या गर्नु आज कति वर्ष भयो कृष्ण? कति भयो कृष्णको? 82 भनेपछि कति सालको हो? 54 कम्प्लिट 54 वर्ष भयो त्यस्तो। अनि सानो बाबु सानो 33 साल होइन के चाहिँ के भने सानो 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 नाति के नाति नाति कति वर्षको छ? कति साल हो? दाजु बाबु यहाँ आएको नि यहाँ तिम्रो खाँचो भयो तिमी कति वर्ष भयो भनिदिनु पऱ्यो यहाँ 5 वर्ष भयो नि पैदा होला यहाँ सानो बाबु 5 वर्ष भयो होइन आज कति वर्ष भयो? 7 कति 8 भयो 7 लिएर 8 लाग्यो। अनि कतिको पढ्छ बाबु? 8 कतिमा पढ्ने? 8 मा होइन नि त पढ्ने त पढ्ने कति 3 मा पढ्ने। ल राम्रोसँग पढ्नु गुरुबाई हुनु चिरञ्जीवी हुनु असल हुनु है सबैले भने मान्नु ज्ञानी हुनु स्वस्थ रहनु मेरो बाबु। ल आजको हिरो आज बर्थडे हो उसको बाबाको नि बर्थडे उसको बाबालाई धेरै शुभकामना स्वस्थ होस् भाइ होस् सबैभन्दा राम्रो ठुलो मान्छे बन्ने है इष्टमित्रहरू सबैलाई सधैँभरि माया गर्ने निरोगी हुने सधैँभरि आशीर्वाद मेरो छोरीलाई है। एउटा कुरा सिक्नुपर्छ नि आज बहिनी नछुट्टी गरी सधैँ
दिने सिकाएको हुन्छ होइन। आज सबैजनाबाट के सिक्दो रहेछ पनि सिकाउनु एउटा कुरा त राम्रो सिक्नु पर्छ नि है। आजबाट आजबाट बाबुले के सिक्छ भने त मेन ल उठेर भन्छ आजबाट बाबुले सबैजनाबाट आशीर्वाद दिन सिक्छ होइन। बिहान उठेर मम्मीसँग पनि सधैँ भेटेछ भनेर होइन, बिहान उठेर मम्मीसँग बाबासँग आशीर्वाद दिनु है। अनि बेलुका पनि आशीर्वाद दिनु। त्यसले के गर्छ कसलाई राम्रो गर्छ धेरै माया कस्तो लाग्छ बाबा पनि मम्मी पनि कस्तो लाग्छ बाबाको एक नम्बरमा कोही छैन। एक नम्बरमा दिनु होला जस्तो लाग्छ मलाई। एक नम्बरमा त को एक नम्बरमा आफै हो है। एक नम्बरमा आफैले हो मान्छेलाई माया गर्ने नराम्रो काम नगर्ने, राम्रो काम गर्ने, राम्रो गर्ने एक नम्बरमा आफै हो। त्यसपछि मम्मी बाबा अनि दिदी त पछाडि पऱ्यो क्या हो होइन सबैको भने अर्को बाबाको होइन कसको त्यहाँ चाहिँ सुने होइन बाबुले तानामा चाहिँ भनेको कुसुक्क लाएर तानामा त दिदीको भन्यो भने के फरक पर्छ तर झुटो बोल्नु हुँदैन। के हो त्यस्तै भन्नु चाहिँ है। भनेपछि कतिवटा कुरा सिक्यो एउटा झुटो नबोल्ने, अर्को आशीर्वाद दिने, अरू पनि दिदी सिक्यो। जो जसले सिकाए पनि जसलाई गुरु माने पनि सिकाएको त कसले हो असल कुरा सिक्नलाई कसले असल कुरा आजको हिरो मेरो हिरो नाति पनि कता आशीर्वाद दिन आएको नाति यो उहाँको बर्थडे बोयको थाहा छ दाइ दादा जे भयो नि गिफ्ट हो नि त गिफ्ट दादालाई गिफ्ट बर्थडे भयो तिम्रो बर्थडेमा नि यसरी नै मनाउनुपर्छ है। तिम्रो बर्थडेमा पनि हिजो आमालाई बोलाउनुपर्छ है। आमालाई अब चिन्यो नि तिम्रो पछि आउँछ नि अनि साउनमा अर्को महिनामा साउनको तिम्रो भदौमा है। अब दोस्रोको बर्थडे कसको आउँछ दोस्रो बर्थडे दिदीको आउँछ तिम्रो दिदीको ननाको है। अब अर्को महिनामा आमालाई सम्झिनु भाइ आमालाई लक्ष्मी आमा कृष्ण एन्ड कृतज्ञ बाबा पनि भिडियो कल गर्नु पर्यो।
birthday to you. Happy birthday to you. Sao nữa nào? Là khăn đi. Haत धोएर आऊ जाऊ. ल आमाको पाली आऊ तिमी उठा अनि सबैले के सानो भयो उठा बाबु ल किर्तनै उठ्छ त ल त्यहाँ नि हालेर केक राख्दै ल है ल म भिडियो है आमा चाहिँ बोल्नु त ल कस्तो होला के भयो ल कासु तिमीहरू अलि यता बस्नु यो भन्छु यो बाइकलाई ल सबैलाई हात राम्रो एउटा राम्रो भिडियो बनाऊ मम्मी बाबु तिमी सबैजना आउनु हेरेर सबैजनालाई ट्याक्क आउने गरेर है बनाइदिन्छु है ल बोल्न आउँथ्यो नि यसो Thank you. That's why I like it. Thank you, Anna.
राखी गर्ने पछि घर ठुलो चाहियो बाबा ठुलो चाहियो ल भाइ नातिले खायो हो ए नाति खायो खै राजु खै थियो राजु राजु खै बर्थडे बोयलाई पनिर र जय शम्भो मस्त लाग्यो